साथीहरु नमस्ते वेलकम टु माई ब्लग अगेन न्यू ब्लग लिएर आइरहेको छु साथीहरु हामी चाहिँ यो नयाँ बीपीएस हिन्दू टेम्पल आएको छौं अबुधाबी को सो वहाँ चाहिँ हुनुहुन्छ मेरो देवर बाबु राम सर अनि यहाँ मेरो हस्बैंड अनि यहाँ चाहिँ छु म सो हामी पनि फर्स्ट टाइम आएको दर्शनको लागि सायद आज भगवान को बुलावा थियो होला र हामी आइपुग्यौं सो अरु चाहिँ हामीलाई यहाँबाट चाहिँ हामीलाई केही थाहा छैन अब भित्रै गएर चाहिँ हजुरहरुलाई देखाउने छु स्टे ट्युन गाइस नमस्ते यो मन्दिरको एन्ट्रान्स रहेछ यहाँतिर छु देख्न सक्नुहुन्छ यो चाहिँ जाने बाटो हो मन्दिरतिर है लाग्ने बाटो देख्न सक्नुहुन्छ वाउ फाइनली मन्दिरको दर्शन भयो चाहिँ मन्दिर भित्र एन्ट्री गरिसक्यो हाम्रो सिक्युरिटी चेकहरु सबै भएर हामी चाहिँ मन्दिरको त्यता जाँदैछौँ मन्दिर चाहिँ कताबाट होला यस्तो दामी थ्यांक यू भगवान हामीलाई बोलाउनु भएकोमा हजुरको बुलावा नआइ त हामी आउनु पाउँदैन थियो सो थ्यांक यू सो मच सो हामी चाहिँ फाइनली बुढाबुढी आइपुग्यौँ अबुधाबी मन्दिर यहाँ चाहिँ ठक्क मन्दिरको अपोजिटमा चाहिँ चर्च पनि रहेछ ठुलो यो चाहिँ हाम्रो मन्दिर हामी चाहिँ मन्दिर दर्शनको लागि जाँदैछौँ यहाँ चाहिँ फाइनली आइपुग्यो फाइनली मलाई कस्तो इच्छा थियो झरनाहरू बनाइदिएको रहेछ साथीहरु फाउन्टेनहरू यस्तो राम्रो मन्दिर कस्तो मनै कस्तो भएर आयो के मेरो त सो ब्युटिफुल सोचेर सोचि नसक्नुको छ कि मन्दिर नै यहाँ आउँदा त मलाई त सेम अयोध्या आएको जस्तो फिल भयो मेन मन्दिर यस्तो दामी बनाएको यहाँ अनि यहाँ चाहिँ सबैजना आरतीको लागि यो चाहिँ गंगा र जमुना गंगा जमुना पानी र मलाई चाहिँ हैन अब अयोध्या जानु त हामीलाई पोसिबल छैन अहिले अब हामी जब भेकेसन जान्छ त्यति बेला अब भगवानको बुलावा भयो भने मात्रै हामी आउनु सक्छ नत्र त आउनु सक्दैन अयोध्यामा तर यहाँ आएर चाहिँ मलाई एकदम अयोध्या नै आएको जस्तै फिल भयो कि साथीहरु हेर्नु न यति राम्रो यो चाहिँ गंगा र जमुना है पानी यो चाहिँ गंगा हो यमुना यता यो चाहिँ गंगा जल अरे गंगाकै पानी लिएर यहाँ हालेको अरे अनि उता चाहिँ जमुना पानी छ अरे जमुना मैया भनौँ न अब यस्तो दामी के चाहिँ साथीहरु गंगा मैया हुनुहुँदो रहेछ यहाँ चाहिँ जमुना मैया हुनुहुन्छ अरे जमुनाको पानी लिएर नै राख्नु भएको अरे अनि गंगा जमुना एक साइडतिर गंगा मैया हुनुहुन्छ अनि एक साइडतिर चाहिँ जमुना मैया हुनुहुन्छ इसीलिए भारत में क्षेत्र सनातन सुमंदिरे लोक करोमि
हाम्रो चाहिँ पानीपुरी साइकलमा आएको छ है। साइकलमा अराइभ भइसक्यो। सब्जी ले लो सब्जी भन्ला जस्तै गरेर। मैले चाहिँ आज बिहानदेखि केही खाएको थिइनँ, मन्दिर आउनुपर्छ भनेर। सो मेरो चाहिँ खाना आयो, छोला कुल्चा। साथीभाइहरू मेरो च्यानललाई शेयर, सब्सक्राइब, कमेन्ट अनि लाइक गरेर मलाई अघि बढाउनु होला। धन्यवाद। थ्याङ्क यू सो मच साथीहरू। लभ यु अल।